हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ। र मेरो सरङ्गी चाहिँ रेडी भइसक्यो। र हेर्नुहोस्, यस्तो प्रकारले खोलेर यसलाई सरङ्गीलाई एकदम मेहनतिलो काम हुन्छ है, र साह्रो पर्छ यसलाई बनाउनु चाहिँ। तर त्यस्तो प्रकारले यो चाहिँ तार बस्ने ठाउँ खोल्दै गरेको है। र यसलाई फेरि तार बसाइकन मात्रै तपाईँको यसको रेडी हुन्छ। अन्त तपाईँको यसलाई नेक सिधा भयो कि भएन त्यो सबै हेर्नुपर्छ। हेर्नुहोस् है, यस्तो प्रकारले गर्नुपर्छ। र यसको तपाईँको एकदमै अगाडिको टाउकोको चुच्चोहरू पनि बनाउनुपर्छ। हेर्नुहोस्, आँखा यो अगाडिको चुच्चो बनिँदैछ। यो बनाइसकेपछि तपाईँको यसको यो चाहिँ सरङ्गीको तार अडिने गोडी बनाउँदैछु। गोडी चाहिँ यस्तो प्रकारले बनाउनुपर्छ। ह्यान्डल टाइपको हुनुपर्छ। यो सब कडा काठको हो, नल्ला काठले हुँदैन। र फाइनल बनाइसकेपछि तपाईँको सरङ्गी चाहिँ यस्तो प्रकारको भयो। कतिजनालाई मन पर्यो, लाइक कमेन्ट गरिदिनुहोस्।